कुरा आजभन्दा करिब 10 वर्ष अगाडिको हो। म त्यो बेला त्यस्तै 17 वर्षको थिएँ होला। भर्खरै कक्षा 9 मा पढ्दै थिएँ गाउँकै स्कुलमा। मङ्सिर महिना थियो। घरका सबैजना खेततिर धान काट्न गएको थियो। घरमा म मात्रै एक्लै थिएँ। दिउँसोको त्यस्तै करिब 1 बजेतिर मास्लो गाउँको सुदीप अङ्कल हाम्रो घरमा आउनुभयो अनि बाबा मम्मीलाई सोध्नुभयो। मैले सबैजना धान काट्न खेततिर गएको कुरा भने। सुदीप अङ्कल मेरो पढ्ने अङ्कल हो। सुदीप अङ्कलको उमेर त्यस्तै 25 वर्ष जतिको हुँदो हो। एकपटक बिहे गरिसकेको हो, तर उहाँको बुढी चाहिँ अर्कैसँग पहिला भागिसकेको हो। त्यतिखेर सुदीप अङ्कल चाहिँ विदेशमा हुनुहुन्थ्यो। यता बुढीलाई अर्कैले चिकेर गाउँलेहरूले जिम्मा लगाइदिएको हो। सुदीप अङ्कल एकदमै अग्लो हुनुहुन्थ्यो र मोटो पनि हुनुहुन्थ्यो। सुदीप अङ्कल हाम्रो घरमा आइपुग्दा म कोठामा होमवर्क गरिरहेको थिएँ। सधैँ पनि अङ्कल हाम्रो घरमा आइरहनुहुन्थ्यो अनि घन्टौँ बसेर आराम गरेर जानुहुन्थ्यो। हाम्रो कोठामा 2वटा खाट थियो। एउटामा म होमवर्क गरिरहेको थिएँ भने अर्को खाटमा अङ्कल पल्टिएर मोबाइल हेर्न थाल्नुभयो। मैले होमवर्क सक्न लागेको थिएँ। अङ्कलले मलाई उहाँ सुतेको खाटमा बोलाउनु भयो। मैले किन भनेर सोधेँ। उहाँले फिल्म हेर्न आऊ, मैले नयाँ फिल्म लिएर आएको छु भन्नुभयो। मलाई पनि होमवर्क गर्दा गर्दा दिक्क लागेको थियो। एकछिन भए पनि फ्रेस हुने विचारले म अङ्कल भएको खाटमा गएर बसेँ। छेउमा गएर खै कुन फिल्म भनेर मैले सोधेँ। अङ्कलले यता आउन म जस्तै ढल्केर सुत न भन्दै मलाई हातबाट तानेर उहाँ जस्तै सुताउनु भयो। म पनि सहजै माने अनि अङ्कलसँगै ढल्केर मोबाइल हेर्न थालेँ। केही बेर अङ्कलले नेपाली फिल्म देखाउनु भयो अनि केही बेर पछि अब अर्कै हेरौ भन्दै अङ्कलले त चिकेको फिल्म पो देखाउँदै कहिले यस्तो फिल्म हेरेको छ भन्दै सोध्नुभयो। हुन त मलाई यस्तो चिकेको फिल्म मेरो स्कुलको साथी रमाले कहिलेकाहीँ देखाउने गरेको थियो, तर पनि हेरेको छैन भन्दै यस्तो छाडा फिल्म नहेर्ने भन्दै म अङ्कलबाट छुट्टी नखोजे। तर अङ्कलले मलाई कहिलेकाहीँ त यस्तो पनि त हेर्नुपर्छ नि भन्दै मलाई पक्रिनु भयो। म खुस्किने कोसिसमा थिएँ भने अङ्कलले मलाई अङ्गालो हालेर च्यापेर राख्नुभयो। मैले चिकेको फिल्म हेर्न नमानेपछि अङ्कलले फेरि अर्कै फिल्म देखाउन थाल्नुभयो। म एकोहोरिएर फिल्म हेरिरहेको थिएँ। मेरो कुममा रहेको अङ्कलको हात कतिखेर मेरो दुधमा आइपुगेछ मलाई पत्तै भएन। अङ्कलले मेरो दुधमा हात ल्याएर सुमसुम्याउन पो थाल्नुभयो। छ्या अङ्कल के गर्नुभएको यस्तो भन्दै मैले उहाँको हात हटाउने प्रयास गरेँ, तर अङ्कलले केही हुँदैन एकछिन देउन भन्दै मेरो दुध मुसार्न थाल्नुभयो। मलाई काउकुती लाग्यो। कसैले पनि मेरो दुध समातेको थिएन। पहिले मेरो जिउ नै कस्तो कस्तो भयो, पुरै शरीरमा करेन्ट लागे जस्तो भयो। मैले एडिडासको भेस्ट लगाएको थिएँ। भेस्ट बाहिरबाटै मेरो दुध मारिरहनु भएको थियो। केही बेर पछि त मलाई पनि कता कता रमाइलो र मजा आउन थाल्यो र चुपचाप अङ्कलको हातलाई छोडिदिए। केही बेर भेस्ट बाहिरबाटै मेरो दुध खेलाएपछि अङ्कलले उहाँको हातलाई मेरो भेस्ट मुनिबाट छिराएर मेरो दुधको मुन्टा खेलाउन थाल्नुभयो। आम्मामामा मेरो शरीर नै सिरिङ्ग भएर आयो। मेरो दुधको मुन्टा खेलाउँदा त म त मरिहालेँ नि, कति मजा आएको। अब हामी मोबाइल हेर्न छाडेर रोमान्सतिर डुबिसकेको थियौँ। अङ्कलले एउटा हातले मेरो दुध मुसार्दै हुनुहुन्थ्यो अनि अर्को हातले मेरो पेन्टको बटन खोलेर पुती खेलाउन थाल्नुभयो। मेरो पुतीमा भने भुत्ला पनि पलाएको थिएन। अङ्कलको हातको औँलाले मेरो पुतीको दुलो सुमसुम्याउँदै हल्का टिसीमा दबाब दिन थाल्नुभयो। मेरो टिसी खेलाइदिँदा मेरो पुती रसाएर आउन थाल्यो। चिप चिप पानी निस्किन थाल्यो। अङ्कल औँलाहरूले चिप्लो पानी खेलाइरहेको थियो। मेरो बाजो पुतीको दुलोमा घरिघरि अङ्कलको औँला छिराउन खोजिरहेको थियो, तर मेरो दुलो टाइट भएकोले पसिरहेको थिएन। अङ्कलले मलाई मेरो भेस्टमाथि सुर्काएर दुध चुस्न थाल्नुभयो। दुधको मुन्टा जिब्रोले खेलाउन थाल्नुभयो। झन् मेरो पुतीले पानी फ्याँक्न थाल्यो। मलाई सहनै नसक्ने गरी गाह्रो भइसकेको थियो। सायद अङ्कललाई पनि खपी नसक्नु भएछ। क्यारे जुरुक्क उठेर कोठाको ढोका लगाएर भित्रबाट चुक्कुल लगाएर आउनुभयो। ढोका लगाएपछि कोठामा अन्धकार छायो। अङ्कल खाटमा आएपछि उहाँको पनि खोल्नु भएछ। अँध्यारोमा यसो मेरो हात फैलाएको त मेरो हात त अङ्कलको लाडोमै परेछ। मेरो त सातै गइहाल्यो नि।
राम राम अङ्कलको लाडो त एक मुठीको अनि एक हातको रहेछ, कति सप्रेको लाडो। सिधै अङ्कल म माथि उक्लिनुभयो अनि मेरो पेन्ट हुताइदिनु भयो। अब अङ्कलले मेरो बाजो फुटाउने तरखरमा लाग्नुभयो। मैले सुनेको थिएँ कन्डम नलगाई चिक्यो भने त नानी हुन्छ रे भन्ने कुरा। मैले अङ्कललाई बिना कन्डम त चिक्न नदिने कुरा सुनाए, तर अङ्कल पनि बिना हतियार त हिँडेको थिएनछ। पकेटबाट एउटा कन्डम झिकेर मुखले च्यातेर उहाँको लाडोमा लगाउनु भयो। मेरो त मुटु नै ढुकढुक हुन थाल्यो। पहिलो पटक त्यही माथि एक हातको अङ्कलको लाडो कसरी पसाउने होला भनेर। मेरो साप्राफ्या पारेर अङ्कलले मेरो दुलोमा उहाँको लाडो झोस्न ल्याइ पुर्याउनु भयो। म त डरले काम्न थालेको थिएँ। मेरो पुतीको दुलोमा राखेर माथिबाट जोडले धक्का दिनुभयो। अय्या आमा, मरिहाले नि। अङ्कलको लाडो त 1 इन्च पनि बाँकी नरही ल्वाम्मै छिर्यो। पहिलो चोटि भएर होला पुती लास्टै पोल्यो अनि चरक्क भएर आयो। सायद दुलो च्यातिएर रातो नै निस्किएको थियो। केही बेर त लास्टै दुख्यो, तर केही बेर पछि भने मेरो पुतीबाट टन्नै चिप्लो पानी निस्किएकोले सजिलै अङ्कलको एक हातको लाडो मेरो पुतीले स्वीकार्न थाल्यो। अङ्कल त चिकाएको अनुभव भइसकेको मान्छे मेरो खुट्टा ठडाई ठडाई ल्याम्की ल्याम दनक दिन थाल्नुभयो। करिब 10 मिनेट जति चिकेपछि अङ्कलले मलाई खाटमाथि 4 पाउ टेकाएर राख्नुभयो अनि उहाँ चाहिँ खाटबाट तल उत्रिएर पछाडिबाट कुकुर कट चिक्न थाल्नुभयो। यसरी पछाडिबाट कुकुरले जस्तै चिक्दा त साह्रै मजा पनि आउँदो रहेछ अनि धेरै दुख्दो पनि रहेछ। लाडो त पाठेघरमै पुगे जस्तो हुँदो रहेछ। अलिकति पनि बाँकी नरही लाडो त सबै पस्तो रहेछ। म त काबु नै भए यसरी त। 2 हातले मेरो कम्मरमा समातेर अङ्कलले दनादन दिन थाल्नुभयो। पुतीबाट निकै पानी निस्किएकोले पुती कच्याक 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 गर्दै बजिरहेको थियो। एकासी अङ्कलले चिकाइको स्पिड बढाउन थाल्नुभयो अनि जोडले धक्का दिँदै उहाँको लाडोले फुसी छाडी थियो। अङ्कल लखातरान थाकेर केही बेर म माथि नै चढिरहनु भयो। उहाँको लाडो पनि मेरो पुतीभित्रै आराम गर्न थाल्यो। केही बेर पछि बिस्तारै उहाँको हतियारलाई फुट्ट बाहिर निकाल्नुभयो अनि हतियारबाट कन्डमलाई निकाल्नुभयो। कन्डममा 2 चम्चा जति सिगान जस्तो फुसिरहेछ। उहाँले बाहिर फ्याँक्न लानुभयो। म पनि उठेर आफ्नो पेन्ट माथि ताने। त्यति चिकिसकेपछि अङ्कल घरतिर लाग्नुभयो। त्यो चिकाइले मेरो मुजी धेरै च्यातिएकोले 3 दिनसम्म हिँड्न नै भएन।